हेलो गाइज, वेलकम ब्याक माई न्यू भिडियो। हामी चाहिँ आज जाँदैछौँ गाइज एकदम डोल्पाको फेमस मन्दिर माता त्रिपुरा सुन्दरीको दर्शन गर्नको लागि। हेर्न सक्नुहुन्छ हामी लगभग पुग्न लागिसकेका छौँ। हामी चाहिँ यहाँबाट दर्शन गरेर फेरि पैदल यात्रा गर्नेछौँ गाइज, त्यो पनि रुकुमसम्मको। हामी चाहिँ माताको दर्शन गरेर यहाँबाट दर्शन गरेर फेरि हाम्रो पैदल यात्रा कन्टिन्यू गर्नेछौँ। हाम्रो यात्रा यहाँसम्म मात्र नभई काठमाडौँमा स्थित पशुपतिनाथ मन्दिरसम्मको हो गाइज। हामी चाहिँ त्यहाँसम्म पैदल यात्रा गर्नेछौँ गाइज। हामीलाई चाहिँ हजुरको साथ सपोर्ट मात्र चाहिएको गाइज। हामीलाई यो यात्रामा साथ सपोर्ट दिनु होला गाइज। यात्रा हाम्रो चाहिँ पैदल यात्रा हो गाइज। ल गाइज, हजुरको साथ सपोर्टको आवश्यकता छ गाइज यो टाइममा हामीलाई। गाइज हेर्न सक्नुहुन्छ हामीले चाहिँ पूजाको सामग्री लिइसकेका छौँ। यसमा चाहिँ अगरबत्ती, ध्वजाहरू अनि थोरै सामान लिनु पर्दो रहेछ अनि अबिर हामी चाहिँ यो चिज लिएर जाँदैछौँ माता त्रिपुरा सुन्दरीको दर्शन गर्नको लागि। हेर्नुहोस् गाइज, चाहिँ फाइनली प्रवेश गरिसकेका छौँ। के चाहिन्छ थालीहरू हामीसँग त केही छैन गाइज। हामी चाहिँ धेरै टाढाबाट आएको कारणले हामीसँग चाहिँ केही पनि छैन। डाइरेक्ट पैदल यात्रा गरेर हो गाइज सेफोक्सुन्डोबाट। सुरुमा चाहिँ दुनैबाट 2 दिनको यात्रा गरेर सेफोक्सुन्डो गयौँ गाइज। त्यहाँबाट सेफोक्सुन्डो फेरि 2 दिनको यात्रा गरेर त्रिपुराकोट आयौँ। 1 दिन बस्यौँ अनि बिहानै हामी आएका छौँ मन्दिर है। हामी चाहिँ दर्शन गरिसकेपछि तल गएर खानासाना खाएर हामी फेरि पैदल यात्रा हाम्रो सुरु हुनेछ गाइज। ओम नमो विघ्नहर्ताय नमो नमः गाइज। यहाँ चाहिँ गणेशजीको मन्दिर गाइज। प्रथम पूज्यजी गणेशजीलाई पूजा गरिसकेपछि चाहिँ हामी जान्छौँ माताको दर्शन गर्न माथि गाइज है। ल गाइज, ठ्याक्कै यता हिमाल छ गाइज। ठ्याक्कै त्यसको यतापट्टि चाहिँ माता त्रिपुरा सुन्दरीको मन्दिर हेर्नु सक्नुहुन्छ। सबैजनाले दर्शन गर्नु होला गाइज। जय मा त्रिपुरा सुन्दरी। ल गाइज, हामीले चाहिँ माताको दर्शन गरेर अब जान लागिसक्यौँ। भित्र चाहिँ भिडियो बनाउन मिल्दैन गाइज है। अब चाहिँ हाम्रो यात्रा सक्सेस हुन्छ गाइज, सफल हुन्छ, किनकि हामीले माताको दर्शन गरिसकेका छौँ। अब चाहिँ हाम्रो यात्रा सफल हुनेछ गाइज। हामीले माताको दर्शन गरिसकेका छौँ। म पार्वती पते हर हर महादेव को आजको यात्रा चाहिँ गाइज हाम्रो यहाँदेखि रिम्नाको लागि हुनेछ। हामी चाहिँ रिम्ना कति दिन पुग्छौँ त्यो त थाहा छैन गाइज, तर पनि हामी अबदेखि अहिले खाना खाएर अब यात्रा कन्टिन्यू गर्छौँ। नेपाली हामी रहौँला कहाँ, नेपालै नरहे, नेपालै नरहे। गाइज, हामी चाहिँ माता त्रिपुरा सुन्दरीको दर्शन गरेर यो त्रिपुरा कोटबाट हामी हिँडिसकेका छौँ। अब चाहिँ हाम्रो अर्को डेस्टिनेसन पुग्न कति समय लाग्छ थाहा छैन गाइज है। यो चाहिँ हो हाम्रो डे 5 पैदल यात्रा है गाइज। 5000 गाइज भाडा हेर्न सक्नुहुन्छ। उहाँहरूको घर चाहिँ यार्सा गुम्बा खोज्ने ठाउँ छ नि त गाइज, त्यहीँ हो। उहाँहरूको गाउँमा पुग्नुको लागि चाहिँ गाडीले 5000 रुपियाँ भाडा लाग्दो रहेछ गाइज। यति महँगो किन? ओहो हो हजुर, 1 दिनमा हिँडेर पुग्ने ठाउँमा भाडा चाहिँ 5000 अरे गाइज। ओहो, यति महँगो भाडा गाइज। गाडीमा 1 घन्टाको बाटो गाइज, तर 1 घन्टाको बाटो भए पनि गाइज, तर 5000 रुपियाँ भाडा 1 घन्टाको बाटोमा।
त्यही भएर आमाहरू चाहिँ हिँडेर जानु लाग्नु भएको छ। यति महँगो भाडा हुँदो रहेछ गाइज, हेर्नु सक्नुहुन्छ। हेर्नु सक्नुहुन्छ गाइज, हामी चाहिँ वरिपरि पहाडै पहाड, ढुङ्गै ढुङ्गा, हो बिचमा नदी भएको ठाउँमा पुगिसकेका छौँ हामी चाहिँ। हेर्नु सक्नुहुन्छ, ओ माई गॉड, लुक एट दिस। ओहो, डोल्पाको यो डेन्जर रोड, एकदम चट्टानलाई काटेर बनाएको रोड हेर्नु सक्नुहुन्छ। ओहो, यस्तो खतरनाक सडक छ गाइस डोल्पामा। त्यही भएर त सायद भाडा पनि महँगो होला। कति डेन्जर तरिकाले काटेको छ गाइस। ओहो, पुरै चट्टानलाई फोडेर बनाएको छ गाइस, एकदम डेन्जर तरिकाले है। गाइस, हामी चाहिँ रुकुममा प्रवेश गरिसकेका छौँ। हामी चाहिँ रुकुम आडबिसकोट नगरपालिका त्रिवेणीमा छौँ अहिले। हामी चाहिँ यहीँ बास बस्नेवाला छौँ गाइस। हेर्न सक्छौँ हाम्रो माथिको त्यो सामान ल गाइस, आज हामी यति बस्नेवाला छौँ। के कस्तो व्यवस्था छ हेरौँ। धेरै थाकिएको छ गाइस आज। यही कोठा हो। ल हेलो गाइज, हेर्नु सक्नुहुन्छ आजको रुम चाहिँ हाम्रो यही हो गाइज। आज चाहिँ दुईवटा बेड मात्रै छ। आज चाहिँ एडजस्ट गरेर बस्नुपर्छ हामीलाई है, किनकि यो चाहिँ पुरानो घर हो होइन, पुरानो जमानाको घर। त्यही भएर हामीले चाहिँ आज एडजस्ट गरेर सुत्नुपर्छ गाइज। हामी चाहिँ आडबिसकोट नगरपालिकाभित्र छिरिसकेका छौँ गाइज डोल्पाबाट। अब चाहिँ हामी तल्लो बगर पुग्न यहाँदेखि कम्तीमा 5 घन्टा लाग्छ गाइज, पैदल यात्रा, त्यो पनि है। हेरौँ, भोलि चाहिँ हाम्रो पैदल यात्रा हुनेछ। तल्लो बगर हुन्छ कि राडीसम्म, कहाँसम्म पुग्छौँ गाइज, त्यहीसम्म हाम्रो यात्रा हुनेछ गाइज। हामी चाहिँ यहाँ आइसकेको छौँ गाइज। भिडियो आउन अलिक ढिला भइरहेको छ गाइज, किनकि इन्टरनेटको समस्या एकदमै धेरै छ। त्यही भएर गाइज माफी चाहन्छु है। ल गाइज, अरू यस्तै हो। हामी चाहिँ आज यहाँ त्रिवेणीमा बसिसकेका छौँ। भोलि बिहान नै हामी खाना नखाएर यहाँबाट हिँड्छौँ गाइज। ल ओके गाइज, आजलाई यति नै। भेटौँला भोलि अर्को नेक्स्ट भिडियोमा। ओके गाइज, बाई बाई।